हेलो हाई नमस्ते सबैजनालाई वन्स अगेन फेरि पनि वेलकम ब्याक टु मुदिता स्टोरको युट्युब च्यानल। लास्ट भिडियो हामीले मुदितामा चलिरहेको मुदिता विन्टर सेलको बारेमा चाहिँ बनाएका थियौँ, जहाँ तपाईँले बजेट सिरिजमा एकदमै दामी ल्यापटप्स अनि एलिको सिरिजमा एकदम बवाल ल्यापटप्सहरू चाहिँ हेरिसक्नु भएको छ। अन्य जानकारी विन्टर सेलको बारेमा तपाईँलाई चाहिन्छ भने चाहिँ तपाईँले हाम्रो इन्स्टाग्राम पेज मुदिता स्टोर एनपी अथवा टिकटकमा पनि सेम नेम मुदिता स्टोर एनपी मा गएर हेर्न सक्नुहुन्छ, अथवा हाम्रो वेबसाइट mudita.com.np मा गएर चाहिँ मुदिता विन्टर सेलको बारेमा सम्पूर्ण जानकारी चाहिँ लिन सक्नुहुन्छ। अहिले मुदिता विन्टर सेल चलिरहेछ, तपाईले ग्र्याब गरिहाल्नु होला। र सँगसँगै आजको भिडियोमा चाहिँ हामी के कुराकानी गर्नेछौँ भन्दाखेरि आज फेरि तपाईले एकदमै धेरै रुचाउनु हुने, एकदमै धेरै तपाईले डिमान्ड गर्नुहुने 1 लाख सम्मको चाहिँ बेस्ट ल्यापटप्स चाहिँ के रहेका छन् त। बेस्ट ल्यापटप्स अन्डर 1 लाख के हुन् त नेपालमा अहिले चलिरहेको, त्यसबारेमा चाहिँ हामी आज जानकारी दिन्छौँ। मसँग यी ल्यापटप्सहरू एकदमै धेरै छ, यो मध्येबाट चाहिँ कुनमा के रहेको छ, फिचर्सहरू कति प्राइसमा चाहिँ अहिले नेपाली मार्केटमा पाइन्छ, मुदिता स्टोरले तपाईँलाई कति प्राइसमा चाहिँ बेस्ट डिल चाहिँ दिन्छ, यो सम्पूर्ण कुराहरू चाहिँ आजको भिडियोमा हामी कुराकानी गर्नेछौँ। विशेष गरी स्टुडेन्ट्स हुनुहुन्छ तपाईँ भने चाहिँ स्टुडेन्टले चाहिँ यो भिडियो नछुटाउनु होला, किनभने हामी स्टुडेन्ट लाइफमा चाहिँ अथवा जसले चाहिँ हामीले आफै काम गर्दै आफै कमाउँदै आफ्नो चाहिँ लाइफलाई चाहिँ ह्यान्डल गरिरहेका हुन्छौँ, उहाँहरूले चाहिँ अझै यो भिडियोलाई चाहिँ नछुटाउनु होला। किनभने 1 लाख भनेको चाहिँ हामी प्रायःको चाहिँ एउटा थ्रेस होल्ड अमाउन्ट चाहिँ हो। 1 लाखभन्दा माथि चाहिँ हामीलाई स्पेन्ड गर्न अब कतिपय कुरामा चाहिँ अलिकति गाह्रो हुन्छ। 1 लाखसम्म चाहिँ बेस्ट अप्सन्स चाहिँ आज तपाईँले यो भिडियोमा पाउनु हुनेछ। र सँगसँगै हरेक भिडियोमा हामी विनर्स पनि अनाउन्स गर्नेछौँ। लास्ट भिडियोको विनर आजको भिडियोमा हामी अनाउन्स गर्नेछौँ। यो भिडियोबाट पनि अर्को भिडियोमा चाहिँ तपाईँ विनर बन्न सक्नुहुन्छ। हरेक भिडियोमा चाहिँ मुदिता स्टोरले चाहिँ तपाईँलाई गिफ्ट ह्याम्पर्स चाहिँ दिने गर्छ, एक्सेसरिजहरू चाहिँ तपाईँलाई गिफ्ट दिने गर्छ। त्यो गिफ्ट पाउनको लागि चाहिँ तपाईँले अन्तिमसम्म चाहिँ भिडियो हेर्नु पर्यो। के गरी पाइन्छ त्यो जानकारी चाहिँ म भिडियोमा भन्नेछु। अहिलेको लागि लेट्स गेट स्टार्टेड। 1 लाख रुपियाँ खर्च गर्दा बेस्ट अप्सन्सहरू चाहिँ के आउँछन् त। 1 लाखसम्मको बजेट रेन्जमा चाहिँ आज हामी ल्यापटप्सहरू चाहिँ हेरिरहेका छौँ। फर्स्ट ल्यापटप हामीसँग रहेको छ एसर एस्पायर लाइट 15। प्रायः चाहिँ एसर एस्पायर लाइट चाहिँ तपाईँले 14 इन्चमा पाउनुहुन्थ्यो। यो पालि चाहिँ तपाईँको लागि एकदमै बेस्ट एकदमै बवाल प्रोसेसरमा चाहिँ एसर एस्पायर लाइट 15 चाहिँ रहेको छ। यसमा तपाईँले पाउनुहुन्छ i5 13500H प्रोसेसर, 12 कोर्स अनि 16 थ्रेड्समा चाहिँ पाउनुहुन्छ। 16GB DDR5 ऱ्याम रहेको छ, 512GB NVMe Gen 4 SSD स्टोरेज रहेको छ। तपाईँले यो आफ्नो निड अनुसार अपग्रेड पनि गर्न मिल्यो। 15.6 इन्चमा फुल एचडी डिस्प्ले IPS प्यानल सहित चाहिँ यो ल्यापटप पाउनुहुन्छ। अनि एसर कम्फी भ्यू टेक्नोलोजी पनि छ, टियुबी लो लाइट टेक्नोलोजी पनि छ। तपाईँले सबै कुरा चाहिँ यो ल्यापटपमा पाउनुहुन्छ। 15.6 इन्च डिस्प्ले साइज मतलब तपाईँले न्युमेरिक किप्याड सहितको किबोर्ड चाहिँ पाउनुहुन्छ। तपाईँ अब नम्बरसँग रिलेटेड काम गर्नुहुन्छ। प्रोसेसिङ पावर पनि एकदमै राम्रो चाहिएको छ। एच सिरिजको प्रोसेसर भने चाहिँ आई थिङ्क दिस वान इज बेस्ट अप्सन फर यु तपाईँलाई यो बजेट रेन्जमा। अनि यसको प्राइस एकदमै बेस्ट छ अहिले मुदिता स्टोरमा, ओन्ली एट 86,999 रुपिज। बेस्ट ल्यापटप्स अन्डर 1 लाखमा चाहिँ नेक्स्ट अप्सन हामीसँग रहेको छ डेलको यो एकदमै चिटिक्क परेको ल्यापटप। डेल ल्यापटप भन्ने बित्तिकै धेरैजनालाई चाहिँ अलिकति धेरै विश्वास चाहिँ लाग्ने गर्छ, त्यस कारणले पनि मैले एउटा मोडल चाहिँ यहाँ इन्क्लुड गरिदिएको छु। यो अब तपाईँ स्टुडेन्ट हुनुहुन्छ अथवा प्रोफेसनल वर्कर हुनुहुन्छ, इम्प्लोइ हुनुहुन्छ, डेली रूपमा चाहिँ तपाईँले बोकेर हिँडिरहनु पर्छ, सानो साइजको चिटिक्क परेको एकदमै पावरफुल ल्यापटप चाहिएको छ, ब्याट्री ब्याकअप पनि त्यस्तै अति बवाल होस् भनेर सोच्नु भएको छ भने चाहिँ यो डेल प्रो 14 चाहिँ पक्कै पनि तपाईँको लागि हुन्छ। यसमा तपाईँले कोर 5 120U प्रोसेसर पाउनुहुन्छ, 10 कोर्स अनि 12 थ्रेड्स भएको, अनि 8GB DDR5 ऱ्याम, 512GB NVMe Gen 4 SSD स्टोरेज चाहिँ यो ल्यापटपमा तपाईँले पाउनुहुन्छ। अनि डिस्प्ले पनि यसको एकदमै बवाल नै छ। 14 इन्चमा फुल HD प्लस डिस्प्ले चाहिँ छ। फुल HD मात्र होइन, फुल HD प्लस डिस्प्ले रहेको छ। IPS प्यानल छ, 300 निट्सको ब्राइटनेस छ, एन्टी ग्लेयर टेक्नोलोजी छ। सँगसँगै एक्स्ट्रा सेक्युरिटीको लागि तपाईँको लागि भनेर चाहिँ यसमा फिङ्गरप्रिन्ट सेन्सर पनि रहेको छ। र यो ल्यापटपमा चाहिँ तपाईँले एक्स्ट्रा के पाउनुहुन्छ भन्दाखेरि 3 वर्षको वारेन्टी पनि पाउनुहुन्छ। र सँगसँगै अब तपाईँलाई चाहिँ EMI-मा चाहिएको छ भने चाहिँ यो मोडल चाहिँ तपाईँले EMI-मा पनि पाउनुहुन्छ। अनि अहिले यसको प्राइस यो सम्पूर्ण यति धेरै फिचर भएको सिल्भर कलरको चिटिक्क परेको डेल प्रो 14 को अहिले
अहिले प्राइस भने ओन्ली एट 88,999 रुपीज रहेको छ। नेक्स्ट अप्सनमा हामीसँग Asus को एकदमै ड्युरेबल मिलिट्री ग्रेड ड्युरेबिलिटी भएको यो Asus VivoBook R1502V ल्यापटप चाहिँ रहेको छ। यो Asus VivoBook अहिले एकदमै हट सेलिङ प्रोडक्ट हो किनभने यसको स्पेक्स पनि अति बवाल छ र सँगसँगै त्यो स्पेक्स अनुसारको प्राइस पनि एकदमै बेस्ट छ। यसमा तपाईले i5 13420Hz प्रोसेसर पाउनुहुन्छ विथ 8 कोर्स एन्ड 12 थ्रेड्स र सँगसँगै यसमा 16GB DDR4 RAM अनि 1TB NVMe Gen 4 SSD स्टोरेज पाउनुहुन्छ। 15.6 इन्चमा फुल HD डिस्प्ले रहेको छ, IPS प्यानल छ, एन्टी ग्लेयर टेक्नोलोजी छ, TUV लो लाइट टेक्नोलोजी पनि यसमा तपाईले पाउनुहुन्छ। एक्स्ट्रा फिचरमा तपाईले यो ल्यापटपमा प्रिसिजन टच प्याड पाउनुहुन्छ र सँगसँगै तपाईलाई काम गर्नको लागि एकदमै सजिलो होस्, अँध्यारो हुँदाखेरि पनि अलिकति बेटर फिल चाहिँ आओस् भनेर यसमा तपाईलाई ब्याकलिट किबोर्ड पनि पाउनुहुन्छ। एक्स्ट्रा फिचरमा Asus को आफ्नै AI नोइज क्यान्सलिङ अडियो रहेको छ जसले चाहिँ तपाईको आवाजलाई चाहिँ मिटिङ्समा अथवा क्लासेस अनलाइन क्लासेसहरुमा चाहिँ एकदमै क्रिस्टल क्लियर बनाउँछ र सँगसँगै यसमा तपाईले 180 डिग्रीको चाहिँ हिन्ज लेआउट पनि पाउनुहुन्छ। एकदमै धेरै फिचर चाहिँ यो ल्यापटपमा तपाईले पाउनुहुन्छ। क्यामेरामा पनि प्राइभेसी सर्टर छ र यसको यो सबै फिचर भए पनि प्राइस पनि एकदमै बेस्ट छ, अहिले ओन्ली एट 89,999 रुपीज। अर्को अप्सन रहेको छ हामी सबैलाई, तपाईलाई, मलाई, सबैजनालाई चाहिँ एकदमै धेरै मन पर्ने Lenovo को IdeaPad सिरिजको Lenovo IdeaPad Slim 3। यसमा चाहिँ एकदमै धेरै रुचाइएको ल्यापटप चाहिँ भन्न चाहे मैले। यसमा सबैजनालाई नै यो ल्यापटप मनपर्छ। यसको लुक्स, यसको परफर्मेन्स, यसको बिल्ड क्वालिटी, यसको प्राइस सबै कुरा नै एकदमै पर्फेक्टली ब्यालेन्स चाहिँ रहेको छ। बिल्ड क्वालिटी पनि एकदमै स्ट्रङ छ र यसमा तपाईले चाहिँ पाउनुहुन्छ i5 13420Hz प्रोसेसर, 16GB DDR5 RAM रहेको छ र सँगसँगै 512GB NVMe Gen 4 SSD स्टोरेज रहेको छ। 15.3 इन्चमा WUXGA IPS डिस्प्ले रहेको छ, एकदमै बवाल, फुल HD भन्दा पनि माथि WUXGA डिस्प्ले चाहिँ यसमा पाउनुहुन्छ। 300 निट्सको चाहिँ ब्राइटनेस रहेको छ, एन्टी ग्लेयर टेक्नोलोजी रहेको छ र सँगसँगै यसमा TUV लो लाइट टेक्नोलोजी पनि तपाईले पाउनुहुन्छ। आँखा जोगाउनै पर्यो, आँखा यसले पक्कै जोगाउँछ। अनि यसमा एक्स्ट्रा फिचर्समा तपाईले पाउनुहुन्छ ब्याकलिट किबोर्ड पाउनुहुन्छ, अँध्यारोमा तपाईले मजाले कम्फर्टेबली आफ्नो तरिकाले चाहिँ इजिली काम गर्न सक्नुहुन्छ र सँगसँगै यसमा चाहिँ तपाईको प्राइभेसीको लागि, तपाईको सेक्युरिटीको लागि वेबक्याममा चाहिँ प्राइभेसी सटर पनि पाउनुहुन्छ र सम्पूर्ण फिचरले भरिएको यो ल्यापटप एकदमै फास्ट पनि चार्ज हुन्छ किनभने यसमा तपाईले ऱ्यापिड चार्ज बुस्ट पनि पाउनुहुन्छ। चार्ज गर्नको लागि अन्य झमेलाहरु चाहिँ तपाईले गर्नु नै पर्दैन, एकदम फास्ट तरिकाले चाहिँ चार्ज गरेर मजाले चलाउन सक्नुहुन्छ र यसको प्राइस पनि अहिले एकदमै बेस्ट छ, ओन्ली एट 89,999 रुपीज। अब क्रममा चाहिँ हामी हाम्रो लास्ट भिडियो मुदिता विन्टर सेलको चाहिँ युट्युब भिडियोमा चाहिँ कसले हाम्रो भिडियोलाई लाइक गर्नुभएको छ, कमेन्ट गर्नुभएको छ अनि सब्स्क्राइब गर्नुभएको छ उहाँहरु मध्येबाट चाहिँ हामी अब 10 जना विनर चाहिँ पिक गर्छौं र मैले यहाँ चाहिँ अहिले 10 वटा पिक गर्नु भनेर चाहिँ भनिसकेको छु। ChatGPT मा चाहिँ सम्पूर्ण कमेन्ट्सहरु चाहिँ लोड गरिसकेको छु, मैले यहाँ सुरु पनि गरिसकेको छु। तपाई पनि अब यो भिडियोको जुन हाम्रो बेस्ट ल्यापटप्स अन्डर 1 लाख यो भिडियोको चाहिँ विनर बन्न चाहनुहुन्छ भने चाहिँ नेक्स्ट भिडियोमा पनि हामी 10 जनालाई चाहिँ विनर बनाउने छौं। 10 जना मध्येबाट चाहिँ एउटा पक्कै तपाई बन्नु हुनेछ। त्यसकारणले यो भिडियोलाई फटाफट लाइक गरिदिनु होला, एउटा कमेन्ट छोडिदिनुस्, फिडब्याक छोडिदिनुस् अनि हाम्रो च्यानल मुदिता स्टोर नेपाललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला। अहिलेको क्रममा चाहिँ अब तपाईले देख्न सक्नुहुन्छ रोजन, कोजु, एनोनिमस, हृदयेश, बन, तासी क्लिप्स, हार्दिक, एम कुमार थापा, एस्ट्रो स्टडी, BX एक्सो, बिआरकी, सुशान्त गैरे लगायतले चाहिँ गिफ्ट ह्याम्पर जितिसक्नु भएको छ। तपाईले आफ्नो गिफ्ट ह्याम्पर क्लेम गर्नको लागि चाहिँ तपाईले यो जुन युट्युब आईडी चाहिँ हामीले यहाँ देखाएका छौं त्यो युट्युब आईडी चाहिँ हामीलाई देखाउनु पर्ने हुन्छ भेरिफिकेसनको लागि अनि मात्र तपाई चाहिँ एलिजिबल बन्नु हुनेछ। त्यसकारणले तपाई पनि विनर बन्न चाहनुहुन्छ भने चाहिँ सम्पूर्ण कुरा चाहिँ गर्नु होला, लाइक, कमेन्ट अनि सब्स्क्राइब। बेस्ट ल्यापटप्स अन्डर 1 लाख मा चाहिँ नेक्स्ट भेरिएन्ट चाहिँ हामीसँग 2-in-1 ल्यापटप रहेको छ, टच स्क्रिन भेरिएन्ट। अब तपाईले चाहिँ मल्टिपर्पज युजको लागि चाहिँ ल्यापटप खोजिरहनु भएको छ भने चाहिँ यो चाहिँ तपाईको लागि एकदमै बेस्ट हुन्छ। बट बिफोर दैट यदि तपाईले हाम्रो च्यानल मुदिता स्टोर नेपाललाई सब्स्क्राइब गर्नु भएको छैन भने चाहिँ अहिले नै गरिहाल्नुस्, सब्स्क्राइब बटनलाई थिचिहाल्नुस् र सँगसँगै नोटिफिकेसन बेललाई पनि दबाइदिहाल्नुस् ताकि हाम्रो जब नयाँ भिडियो
भिडियो आउँछ, नयाँ अफरको भिडियो आउँछ, नयाँ कन्टेन्ट आउँछ, तपाईँको फिडमा तपाईँको नोटिफिकेसनमा चाहिँ सबैभन्दा पहिले आउँछ। त्यसले तपाईँलाई के फाइदा हुन्छ भन्दाखेरि तपाईँले सबैभन्दा पहिला अफर ग्र्याब पनि गर्न मिल्यो। अफर ग्र्याब गर्नु मन छैन, तपाईँलाई ल्यापटप अहिले चाहिएको छैन अथवा अन्य प्रोडक्ट अहिले चाहिएको छैन भने चाहिँ विनर बन्ने चान्स चाहिँ सबैभन्दा पहिला चाहिँ तपाईँले पाउनुहुन्छ। किनभने एभ्री भिडियोमा त हामीले विनर बनाइरहेका छौँ। एभ्री भिडियोमा हामीले चाहिँ केही न केही उपहार चाहिँ हाम्रो सम्पूर्ण भिडियो हेर्ने अडियन्सहरूलाई चाहिँ दिइरहेका छौँ, हाम्रो कस्टमर्सलाई चाहिँ दिइरहेका छौँ। मुदिता स्टोरले गिभ अवे एभ्री भिडियोमा चाहिँ गरिरहेको छ। र नेक्स्ट ल्यापटप हामीसँग छ यो लेनोभो आइडियाप्याड 5 2-in-1 ल्यापटप चाहिँ हो। यो टच स्क्रिन ल्यापटप। अब तपाईँले यसलाई टेन्ट मोडमा पनि मजाले चलाउन मिल्यो, ट्याब्लेट जसरी पनि मजाले चलाउन मिल्यो, स्ट्यान्ड मोडमा पनि मजाले चलाउनु पर्यो, जेनरल ल्यापटप जसरी पनि मजाले चलाउन मिल्यो। यसमा तपाईँले पाउनुहुन्छ अल्ट्रा 5 225U प्रोसेसर र सँगसँगै 8GB LPDDR5X ऱ्याम रहेको छ। 512GB NVMe Gen 4 SSD स्टोरेज यसमा पाउनुहुन्छ। डिस्प्ले पनि यसको एकदमै डिसेन्ट, एकदमै बवाल छ। 14 इन्चमा WUXA IPS डिस्प्ले यसमा पाउनुहुन्छ। एन्टी ग्लेयर टेक्नोलोजी रहेको छ, टिभी लो लाइट टेक्नोलोजी रहेको छ। यसमा तपाईँले एकदमै बवाल प्रिसिजन टच प्याड पाउनुहुन्छ र सँगसँगै ब्याकलिट किबोर्ड पनि यो ल्यापटपमा पाउनुहुन्छ। अब ट्याब्लेट जसरी चलाउनुहोस्, टेन्ट जसरी चलाउनुहोस्, जसरी मन छ मजाले चलाउनुहोस्। मजाले तपाईँले अब कन्टेन्ट कन्ज्युम गर्नुहुन्छ अथवा कन्टेन्ट क्रिएट गर्नुहुन्छ, वेब ब्राउजिङ गर्नुहुन्छ, भिडियो ब्राउजिङ गर्नुहुन्छ, भिडियो कन्टेन्टहरू चाहिँ धेरै कन्ज्युम गर्नुहुन्छ अथवा त्योसँग रिलेटेड काम गर्नुहुन्छ भने चाहिँ दिस वान इज पर्फेक्टली फर यु। र यो ल्यापटप अहिले प्राइस रहेको छ एकदमै बेस्ट, ओन्ली एट 90,999 रुपिज। अर्को अप्सन पनि हामीसँग 2-in-1 मोडल नै रहेको छ। 2-in-1 अप्सन चाहिँ बेस्ट ल्यापटप्स अन्डर 1 लाखमा चाहिँ मैले दुईवटा इन्क्लुड गरेको छु। यो पनि एकदमै बिल्ड क्वालिटी दामी भएको, मेटल बिल्ड क्वालिटी भएको डेल इन्स्पिरेसन 147445 मोडल चाहिँ रहेको छ। यसमा तपाईँले एकदमै बवाल प्रोसेसर पाउनुहुन्छ। राइजन 5 8640HS प्रोसेसर चाहिँ पाउनुहुन्छ। 16GB DDR5 ऱ्याम रहेको छ। 512GB NVMe Gen 4 SSD स्टोरेज रहेको छ। डिस्प्ले पनि एकदमै बवाल छ। 14 इन्च फुल HD प्लस डिस्प्ले छ, IPS प्यानल छ, एन्टी ग्लेयर टेक्नोलोजी यसमा तपाईँले पाउनुहुन्छ। र सँगसँगै टच स्क्रिन मोडल हो, 2-in-1 ल्यापटप हो। मतलब तपाईँले यसलाई चाहिँ यसको डिस्प्लेलाई चाहिँ अब ट्याब्लेट जसरी पनि चलाउन मिल्छ, टेन्ट मोडमा पनि चलाउन मिल्छ र सँगसँगै ल्यापटप जसरी स्ट्यान्ड मोडमा पनि मजाले चलाउन मिल्छ। तपाईँलाई जसरी फिजिबल हुन्छ, तपाईँको युजेज जसरी हुन्छ त्यही अनुसारले चाहिँ तपाईँले यो ल्यापटप चाहिँ युज गर्न मिल्छ। एक्स्ट्रा फिचर पनि यो ल्यापटपमा तपाईँले एकदमै धेरै पाउनुहुन्छ। प्रिसिजन टच प्याड रहेको छ, ब्याकलिट किबोर्ड रहेको छ, फिङ्गरप्रिन्ट सेक्युरिटी रहेको छ, वेब क्याम पनि फुल HD वेब क्याम रहेको छ विथ प्राइभेसी सटर। अनि यो ल्यापटपको प्राइस पनि एकदमै बेस्ट छ। यति धेरै फिचर भए पनि प्राइस एकदमै बेस्ट छ, ओन्ली एट 97,999 रुपिज। आज हामी हेरिरहेका छौँ बेस्ट ल्यापटप्स अन्डर 1 लाख इन नेपाल। 1 लाख भित्र चाहिँ के चाहिँ अप्सन रहेका छन्, बेस्ट अप्सन्सहरू चाहिँ हामीले हेरिरहेका छौँ। मैले तपाईँलाई अहिलेसम्म चाहिँ 6वटा डिफ्रेन्ट भेरिएन्ट्सहरू चाहिँ देखाइसकेको छु 1 लाखसम्म आउने एकदम बेस्ट अप्सन्सहरू। त्यो बाहेक अब थोरै अलिकति तपाईँले बजेट एक्सटेन्ड गर्नुहुन्छ, केही हजार तपाईँले थप्नुहुन्छ भने चाहिँ त्योभन्दा अलिकति बेटर ल्यापटप चाहिँ तपाईँले पाउनुहुन्छ। बेटर इन अ सेन्स कि तपाईँको काम चाहिँ अब त्यही अनुसारको छ भने चाहिँ त्योभन्दा बेटर ग्राफिक्स भएको यो भेरिएन्ट चाहिँ तपाईँले पाउनुहुन्छ। यो रहेको छ लेनोभो एलिक्यू 15। यसमा तपाईँले पाउनुहुन्छ i5 12450HX प्रोसेसर, 8 कोर्स अनि 12 थ्रेड्स यसमा तपाईँले पाउनुहुन्छ। 8GB DDR5 ऱ्याम रहेको छ, 512GB NVMe Gen 4 SSD स्टोरेज रहेको छ। तपाईँले आफ्नो निड अनुसार SSD र ऱ्याम चाहिँ आफ्नो निड अनुसार मजाले अपग्रेड पनि गर्न सक्नुहुन्छ। ग्राफिक्स कार्ड पनि यसमा एकदमै बेस्ट छ, RTX 4056GB को ग्राफिक्स विथ 65W अफ TGP यसमा पाउनुहुन्छ। 15.6 इन्चमा फुल HD डिस्प्ले, IPS प्यानल, एकदमै अकुरेट कलरको लागि तपाईँले 100% sRGB पनि पाउनुहुन्छ। 144 हर्ट्जको चाहिँ रिफ्रेस रेट पनि पाउनुहुन्छ। गेमिङ पनि गर्न मिल्यो, एडिटिङ पनि गर्न मिल्यो, कलर एकदमै अकुरेट चाहिन्छ, भिजुअल एक्सपिरियन्स बवाल नै होस् भन्ने चाहनुहुन्छ भने चाहिँ यो 15.6 इन्चको डिस्प्लेमा चाहिँ त्यो सबै कुराहरू चाहिँ तपाईँले पाउनुहुन्छ। र यसको लुक्स पनि एकदमै बवाल छ। गेमिङ ल्यापटप भए पनि यो एकदमै लाइट वेट छ, चिटिक्क परेको मोडल चाहिँ रहेको छ। प्राइस
प्राइस पनि त्यस्तै चिटिक्कको छ ओन्ली एट 1,08,999 रुपिज। नेक्स्ट अप्सन चाहिँ हामीसँग नेक्स्ट अप्सन पनि 1 लाख भन्दा थोरै मात्रै माथि तपाईले 1 लाखमा केही हजार रुपैयाँ बेसी एड गर्नुभयो भने चाहिँ यो ल्यापटप पाउनुहुन्छ जसले तपाईलाई अझ बेटर एक्सपिरियन्स दिन्छ, अझ बेटर पावर चाहिँ दिन्छ। कतिपयको निड चाहिँ के हुन्छ भन्दाखेरि एकदमै लाइट वेट ल्यापटप चाहियो, बोकेर हिँड्दा त्यो वेट नै फिल होस्, जुन तपाईको सोल्जरमा चाहिँ त्यो पेन नै नहोस् र फिदर भन्दा नै लाइट वेट ल्यापटप चाहिएको छ भने चाहिँ यो Acer Swift Lite 14 OLED चाहिँ तपाईको लागि रहेको छ। यसमा तपाईले Ultrafair 115U प्रोसेसर पाउनुहुन्छ, 16GB LPDDR5 RAM चाहिँ यसमा तपाईले पाउनुहुन्छ र सँगसँगै 512GB NVMe Gen 4 SSD स्टोरेज पाउनुहुन्छ। डिस्प्ले पनि अति बवाल छ, OLED डिस्प्ले मैले भनिसकेको छु। 14 इन्च WUXGA OLED डिस्प्ले रहेको छ, 400 निट्सको चाहिँ ब्राइटनेस रहेको छ र सँगसँगै 100% DCI-P3 पनि रहेको छ। तपाईले भिजुअल एक्सपिरियन्सको केही कुरै गर्नु पर्दैन, एकदमै क्रिस्टल क्लियर, एकदमै बवाल पाउनुहुन्छ किनभने यसमा अझै Acer Cine क्रिस्टल टेक्नोलोजी पनि रहेको छ, 2 ब्ल्याक HDR सर्टिफिकेसन पनि रहेको छ। यो सबै फिचर चाहिँ अति बवालले छ यसमा र सँगसँगै तपाईले अब यसलाई चाहिँ आफ्नो डेली पर्पसको कामहरुमा, मल्टिटास्किङहरुमा र सँगसँगै भिजुअल एक्सपिरियन्स चाहिएको छ तपाईलाई अति बवाल भने चाहिँ कन्टेन्ट क्रिएसनको लागि र सँगसँगै अन्य कुराको लागि चाहिँ यो एकदमै बेस्ट हुन्छ र यसमा तपाईले एक्स्ट्रा फिचरको रूपमा चाहिँ ब्याकलिट किबोर्ड पनि यो ल्यापटपमा पाउनुहुन्छ र अहिले प्राइस पनि एकदमै बेस्ट छ, ओन्ली एट 1,09,999 रुपिज। यो नै रहेको थियो बेस्ट ल्यापटप्स अन्डर 1 लाख इन नेपाल। के अप्सन रहेका थिए तपाईले हेरिसक्नु भएको छ। तपाईले बेस्ट ल्यापटप अन्डर 1 लाखमा चाहिँ मैले दुईवटा डिफरेन्ट अर्को मोडल पनि थपिदिएको थिएँ। एउटा चाहिँ अब तपाईले थोरै पैसा थप्दाखेरि चाहिँ एकदमै बवाल ग्राफिक्स भएको अहिले एकदमै चलेको मोडल लिनुभयो LQ र सँगसँगै अर्को चाहिँ त्यो 1 लाखमा अझै थोरै अलिकति थप्दाखेरि चाहिँ ग्राफिक्स कार्ड नभएको तर एकदम बेस्ट ल्यापटप Acer Swift Lite 14 यो चाहिँ तपाईले हेर्नु भएको छ र यो मध्ये तपाईलाई कुन मन पर्यो तपाईले आजै अर्डर प्लेस गर्न सक्नुहुन्छ। हाम्रो स्टोर मुदिता स्टोर पुतली सडकमा आएर पनि तपाईले चाहिँ चेक पनि गर्न सक्नुहुन्छ अथवा हाम्रो वेबसाइट mudita.com.np मा गएर चेक गर्न सक्नुहुन्छ र चेक मात्र हैन तपाईले सिधै अर्डर प्लेस पनि गर्न सक्नुहुन्छ। हामी तपाईको ठाउँसम्म नै मजाले डेलिभरी चाहिँ गरिदिने छौं। यो बाहेक पनि अन्य केही तपाईलाई चाहिएको छ भने चाहिँ अन्य केही पनि तपाईले चाहिँ हाम्रो वेबसाइट mudita.com.np मा गएर चाहिँ मजाले अर्डर प्लेस गर्न सक्नुहुन्छ। यो बाहेक अन्य ल्यापटप पो चाहिएको छ कि तपाईलाई अन्य मोनिटर चाहिएको छ कि एक्सेसरिज चाहिएको छ कि प्रिन्टर चाहिएको छ कि अथवा पीसी पो बनाउनु छ कि सबै कुरा चाहिँ तपाईले हाम्रो वेबसाइटबाट चाहिँ पाउन सक्नुहुन्छ। mudita.com.np मा गएर चाहिँ तपाईले अर्डर प्लेस गर्न सक्नुहुन्छ। हामी तपाईको आँगनसम्म नै फ्री क्याश अन डेलिभरी चाहिँ गरिदिन्छौँ र सँगसँगै मुदिता स्टोरमा चाहिँ तपाईले EMI मा पनि विभिन्न ल्यापटपहरु चाहिँ पाउन सक्नुहुन्छ। 0% EMI मा चाहिँ हामीले ल्यापटपहरु दिइरहेका छौं। तपाईले त्यसको पनि फाइदा उठाउन सक्नुहुन्छ। धेरै डकुमेन्टको ह्यासल केही पनि छैन, तपाईले सिर्फ नागरिकताको भरमा चाहिँ ल्यापटप चाहिँ EMI मा पाउन सक्नुहुन्छ। मन्थली बेसिसमा मजाले इजिली तिर्ने त्यो एकदमै सिस्टम चाहिँ एकदमै गजबको छ। विशेष गरी स्टुडेन्ट्सहरुको लागि चाहिँ हामीले फोकस गरेर चाहिँ यो सिस्टम चाहिँ लिएर आएका छौं। तपाईले EMI को पनि फाइदा उठाउन सक्नुहुन्छ। फ्री क्याश अन डेलिभरी त सधैं छ। तपाईको ठाउँसम्म मजाले तपाईले आएपछि मात्रै पैसा तिर्ने यस्तो गजबको फाइदा तपाईले उठाउनु भएन भने त के नै लाग्छ र सँगसँगै हाम्रो सम्पूर्ण विनर्सहरुलाई पनि एकदमै धेरै कंग्रेचुलेसन्स। यदि तपाई पनि यो भिडियोबाट चाहिँ हामी नेक्स्ट भिडियोमा विनर बनाउने छौं। त्यसकारणले यो भिडियोको विनर तपाई भन्न चाहनुहुन्छ भने चाहिँ अहिले भिडियोलाई लाइक गरिदिनु होला, एउटा कमेन्ट छोडिदिनु होला, सल्लाह सुझाव के रहेका छन्, कस्तो भिडियो चाहिँ अझै आइदिए हुन्थ्यो, के तरिकाको भिडियो आइदिए हुन्थ्यो, तपाईलाई चाहिँ कस्तो तरिकाको भिडियो चाहिँ हेर्न मन छ, त्यो सम्पूर्ण सजेसन्सहरु पनि तपाईले चाहिँ कमेन्ट बक्समा दिन सक्नुहुन्छ। र सँगसँगै हाम्रो च्यानल मुदिता स्टोर नेपाललाई चाहिँ सब्स्क्राइब गरिदिनु होला। सब्स्क्राइब गर्नु भयो भने मात्रै तपाई भ्यालिड हुनुहुनेछ विनर बन्नको लागि। जसले सब्स्क्राइब गर्नुहुन्न उहाँलाई हामी विनर बनाउन सक्दैनौं। त्यसकारणले सब्स्क्राइब पनि गरिदिनु होला। आजको लागि यति नै। सी यू इन द नेक्स्ट वान।